होइन कुरा नगरौँ, गाली नगरौँ, राम्रै राम्रै कुरा गर्दै जाउँ, पोजिटिभ कुरा गर्दै जाउँ भने सामाजिक सञ्जालमा त्यस्तै भिडियोहरू आइरहेको छ र यसरी नै हर्क साम्पाङलाई वार गरिरहेको छ। तेरी माँ घन्टेका झोलेहरू अन्धभक्तहरू अहिले सरकारमा को छ भन्दा रासोपा छैन सरकारमा, 2/3 सरकार छ। अनि जति नै काम भइराखेको छ, जति नै बिगारेको छ, त्यो सबै हर्क साम्पाङले जिम्मा लिनुपर्ने। सन्दर्भ कुरा सुनसरीको क्षेत्र नम्बर 2 मा जो 2 समुदाय बीच र 2 धर्म बीच भएको द्वन्द्वमा हर्क साम्पाङले जिम्मा लिनुपर्ने। किन लिने हर्क साम्पाङले जिम्मा? हर्क साम्पाङ सरकारमा छ। तेरो बाउहरूलाई भन् के, तेरो बाउलाई भन्, मन्त्रीलाई भन्, गृहमन्त्रीलाई भन् के किन यस्तो गर्यो भनेर। हर्क साम्पाङलाई दोषेको छ यार त्यहाँ पनि यार। हर्क साम्पाङ किन बोलेन, हर्क साम्पाङले किन गरेन गरे। यसले बोल्दा पनि किन बोल्यो भन्छ, नबोल्दा नि किन बोलेन भन्छ। साला घन्टेका झोलेहरू यति अराजक छ नि सालाहरू। यतिको त एमाले काङ्ग्रेसका कार्यकर्ता नि थिएन। हेरिहाल त झोलेहरूले गर्दा नि। हिजो एमाले र काङ्ग्रेसलाई बिगार्न 35 साल लाग्यो, त झोले अन्ना भक्तहरूले गर्दा यो रासोपालाई बिगार्न 5 साल पनि लाग्दैन। सालेहरू फेरि हर्क साम्पाङलाई दोषेको छ यार। जतादेखि हर्क साम्पाङतिर के खाइदिएछ भन्छ। साला जो दिन रात जनता र यो देशको लागि मरिहत्ते गर्छ, त्यसैको लागि खेदो बन्दैछ।